श्री 5 को सरकारलाई अब उपरान्त नेपाल सरकार बनिनेछ। राजदरबार सम्बन्धमा उपदफा 1 राजगद्दी उत्तराधिकार सम्बन्धी कानून बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार प्रतिनिधि सभामा रहनेछ। श्री 5 को खर्च र सुविधा प्रतिनिधि सभाको निर्णय बमोजिम हुनेछ। उपदफा 3 श्री 5 को निजी सम्पत्ति र आयमाथि कानून बमोजिम कर लाग्नेछ। उपदफा 4 श्री 5 बाट भए गरेका कामहरूका बारेमा प्रतिनिधि सभा र अदालतमा प्रश्न उठाउन सकिनेछ। उपदफा 5 विद्यमान राजप्रसाद सेवालाई निजामती सेवाको अंग बनाइनेछ। उपदफा 6 राजदरबारको सुरक्षा प्रबन्ध मन्त्री परिषदले व्यवस्था गरे बमोजिम हुनेछ। दफा 6 मुलुकमा रहेको नागरिकताको समस्यालाई शीघ्र समाधान गरिनेछ। दफा 7 प्रचलनमा रहेको राष्ट्रिय गानलाई वैकल्पिक व्यवस्था गरी परिवर्तन गरिनेछ। शाही नेपाली सेनाको नाम परिवर्तन गरी नेपाली सेना रहनेछ। दफा 2 राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी विद्यमान व्यवस्था खारेज गरिएको छ। नेपाली सेनाको नियन्त्रण, प्रयोग र परिचालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक राष्ट्रिय सुरक्षा परिषद रहनेछ। उपदफा 3 नेपाली सेनाको प्रधान सेनापतिको नियुक्ति मन्त्री परिषदले गर्नेछ। उपदफा 4 सेनाको परमाधिपति सम्बन्धी विद्यमान व्यवस्था खारेज गरिएको छ। उपदफा 5 सेना परिचालन सम्बन्धी मन्त्री परिषदको निर्णय 30 दिनभित्र प्रतिनिधि सभाले तोकेको विशेष समितिमा प्रस्तुत भई अनुमोदन हुनुपर्नेछ। उपदफा 6 नेपाली सेनाको संगठन समावेशी र राष्ट्रिय स्वरूपको हुनेछ। राज परिषदको विद्यमान व्यवस्था खारेज गरिएको छ। त्यसले गर्दै आएका आवश्यक काम प्रतिनिधि सभाले व्यवस्था गरे बमोजिम हुनेछ। दफा 8 नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ।